हाम्रो यो भेज र नन भेज भन्दा पनि हामीले स्वस्थ खाना चाहिँ पाउन सक्नु पर्यो। जहाँ जहिले पनि के सुनिन्छ र मलाई सोधिएको प्रश्न पनि हजारौँ पटक सोचिएको प्रश्न हो यो, भेजिटेरियन व्यक्तिहरूलाई मुटुको रोग कम लाग्छ, भेजिटेरियन व्यक्तिहरू बढी बाँच्छन्, भेजिटेरियन व्यक्तिहरू बढी निरोगी छन् हैन, उनीहरूलाई रोग कम लाग्छ। तर म चाहिँ विज्ञान मान्ने भयो नि त है, म यस र नोमा चाहिँ यसको एन्सर दिन सक्दिनँ, एकदमै कन्ट्रोभर्सियल क्वेसन हो। तर म तपाईँलाई के भन्न चाहन्छु, आजसम्म संसारमा कुनै पनि त्यस्तो अध्ययन प्रकाशित भएको छैन जसले भन्दोस् कि भेजिटेरियन व्यक्तिहरूलाई मुटुको रोग कम लाग्छ, भेजिटेरियन व्यक्तिहरू लामो समयसम्म बाँच्छन्, भेजिटेरियन व्यक्ति अथवा शाकाहारी व्यक्तिहरू चाहिँ बढी निरोगी हुन्छन्। अध्ययनै प्रकाशित भएको छैन। 3 करोड नेपालीलाई शाकाहारी र मांसाहारी दुईटैलाई आज म यो प्रश्नको उत्तर चाहिँ दिन्छु जस्तो लाग्छ मलाई। विज्ञानको आधारमा के यस्तो दृष्टान्त दिन चाहन्छु, सम्भवतः हजुर र हामीलाई सुनिरहेका 3 करोड नेपालीले आफ्नो उत्तर शाकाहारी र मांसाहारी दुईटैले आफ्नो उत्तर चाहिँ पाउनुहुन्छ। म हजुरलाई लैजान्छु पहिला जापानमा है। जापानमा एउटा ठाउँ छ, त्यसलाई भन्छ ओकिनावा, र यहाँका व्यक्तिहरू शाकाहारी 90%, 80 to 90% ओकिनावा जुन व्यक्तिहरू छन्, ओकिनावन भन्छ यिनीहरूलाई, जापानको एउटा ठाउँ हो, यिनीहरू प्योर भेजिटेरियन हुन्, 80-90% भेजिटेरियन। र यिनीहरूले के खान्छ थाहा छ हजुरलाई? यिनीहरूले दाल, गेडागुडी, टोफू है सबैभन्दा बढी, र सबैभन्दा बढी पर्पल पोट्याटोस, र अर्को पर्पल, त्यसै गरी आलु, पिडालु, तरुल यिनीहरू चाहिँ बढी खान्छन्। र थोरै मात्रामा 10 to 15% यिनीहरूले पोर्क, माछा र अन्डा चाहिँ खान्छन्। तर समग्र रूपमा हेर्ने भने दे आर भेजिटेरियन, किनकि 90% यिनीहरू भेजिटेरियन छ। र संसारको एउटा सबैभन्दा लामो आयु बस्ने मध्येको यिनीहरूलाई ब्लू जोन्स भन्छ। 100 वर्ष पनि बाँच्छ, खानाले 100 वर्षभन्दा माथि बाँच्ने छ। यो ब्लू जोन्सको म कुरा, कोस्टारिकामा पनि यस्तै छ, म तपाईँलाई बुझाउँछु आज। अब यी ओकिनावन्सहरू एउटा भेजिटेरियन हुन्, एकदमै स्वस्थ बाँचेका छन्, लामो आयु बाँच्न लाग्छन्, मुटुको रोग एकदमै कम छ है। यी भेजिटेरियनको कुरा भयो। अब म तपाईँलाई लैजान्छु रसियाको एउटा ठाउँ छ साइबेरिया है, त्यसलाई चाहिँ आर्टिक साइबेरिया भनिन्छ। यो एक्सट्रिम वेदर हो है, यहाँ हजुरको -60 to -70 डिग्री फरेनहाइटसम्म टेम्परेचर जान्छ। यस्तो एक्सट्रिम कल्पना गर्नुहोस्, यहाँ कुनै वनस्पति हुनसक्छ? खेतीपाती गर्न सक्नुहुन्छ? यहाँका 2टा आदिवासी छन् है, यसलाई भन्छ युपिक्री युनिट है। युपिक्री युनिट जुन आदिवासी छन्, यस्तै आदिवासी हजुरको अमेरिकामा एउटा स्टेट छ अलास्का, अलास्कामा पनि उनीहरू बसोबास गरिरहेछन्। यी आदिवासीहरू इस्टर्न र वेस्टर्न अलास्कामा चाहिँ उनीहरू चाहिँ यही युपिक्री युनिट चाहिँ बस्ने गर्छन्। यो पनि उत्तरमै छ, त्यो पनि एकदमै हजुरको एक्सट्रिम वेदर भएको ठाउँ हो। अब चाहिँ हामी साइबेरियाको कुरा गरौँ। अब साइबेरियाको जुन यो आदिवासी छन् युपिक्री युनिट, यिनीहरूको मुख्य खाना भनेको माछा। विशेष गरेर यिनीहरूले चाहिँ माछामा वेल फिस खान्छन्, त्यसै गरी समुद्री स्तनधारी प्राणी विशेष गरेर वालरस र सील। सुन्नुभएको छ हजुरले है? यो 2टा म्यामल हो, यिनीहरू चाहिँ स्तनधारी चाहिँ म्यामल हो, एकदम एक्सट्रिम वेदरमा समुद्रमा पाइने। र यिनीहरूले माछा खान्छन्, समुद्री जनावरहरूमा वालरस र सील खान्छन्। र विशेष गरेर यो माछाहरूको छालाको मुनिको एउटा बोसो हुन्छ, एकदम बाक्लो बोसो, यसलाई भन्छ ब्लबर है। उनीहरूले चाहिँ ब्लबर खान्छन्। भन्नुको मतलब उनीहरूको मुख्य खाना रहेछ माछा र बोसो र जनावरको मासु र चराचुरुङ्गी मारेर खाने, र कहिलेकाहीँ त्यो मारेको चराचुरुङ्गीको अन्डा खाने, यति यिनीहरूको खाना। र यिनीहरू पनि वान अफ द एकदमै लामो आयु बाँचेका व्यक्तिहरू हुन् र एकदमै स्वस्थ भएका व्यक्तिहरू हुन्, र यिनीहरूमा पनि मुटुको रोग एकदमै कम छ। यी पुरै नन भेजिटेरियन खाने मान्छेहरू पनि उत्तिकै स्वस्थ छन् र 100 वर्षसम्म यिनीहरू पनि बाँच्ने सक्ने योग्य छन् है। जसरी मैले अलास्काको कुरा गरेँ, यही प्रजाति त्यहाँ पनि छन्, त्यही स्टोरी हो, सेम स्टोरी। अब म तपाईँहरूलाई केनियामा लैजान्छु। केनियामा एउटा ट्राइब छ आदिवासी, त्यसलाई भन्छ मसाई ट्राइब। यो मसाई ट्राइबहरूले के खान्छन् भन्दाखेरि काँचो दुध, जनावरको रगत र मासु, यिनीहरूले खाने यति हो। र अध्ययनले के देखायो, यी व्यक्तिहरूमा एकदमै थोरै अथवा न्यून मुटुको रोग रहेछ। यहाँबाट हामीले के बुझ्यौँ त? मोरल अफ द स्टोरी के त? माछा मासुसँग मतलब छैन, यो भेज खानासँग पनि मतलब छैन। भन्नुको मतलब भेजिटेरियन व्यक्ति पनि लामो आयु बाँच्न लाग्छन्, माछा मासु खाने व्यक्ति पनि स्वस्थ छन्। र यो 3टै जुन मैले दृष्टान्त तपाईँलाई दिएँ, यो जुन मैले अध्ययन गरेँ, यो एउटा कुरा मैले मात्र कमन भेटाएँ क्या, यो 3टैमा। तपाईँहरूले चाहिँ भेज र नन भेज भेटाउनु भयो, मैले चाहिँ के भेटाएँ भन्दाखेरि यी 3टै समुदायका व्यक्तिहरूले कुनै पनि प्रशोधन गरिएको खाना चाहिँ खाँदैन।
मोरल अफ द स्टोरी कुनै पनि रिफाइन्ड कुरा पनि छैन, कुनै पनि प्रोसेस कुराहरू छैन, कुनै पनि फ्याक्ट्रीमा बनेका कुराहरू खाँदैनन्, कुनै पनि प्याकेटका कुराहरू चाहिँ खाँदैनन्। यी व्यक्तिहरू भेज होस् कि नन भेज होल खाना खान लाग्छन्, होल फुड भन्छन्। साग सब्जी तरकारी, म तपाईँलाई पनि बुझाइदिन्छु, साग सब्जी तरकारी होइन, यी व्यक्तिहरू चाहिँ के खाना युज गर्न लाग्छन् भन्दाखेरि प्योर नेचुरल होल फुड गर्न लाग्छन्। यहाँनिर प्याकेटको कुरा छैन, रिफाइन्ड कुरा छैन, चिनी छैन, प्रोसेस कुरा छैन, मैदाजन्य कुराहरू छैन। मोरल अफ द स्टोरी के छ भन्दाखेरि भेज र नन भेजको कहिले पनि विवादै भएको छैन संसारमा। अहिलेको जो लडाइँ छ त्यो भनेको भेज नन भेज एकातिर फास्ट फुड, रिफाइन्ड र प्रोसेस फुड, अल्ट्रा जेनेटिकली मोडिफाइड फुडको लडाइँ हो। के यो बुझ्न चाहिँ हामीलाई आवश्यक छ।